यो टिकटक हेर्ने सबैलाई मेरो नमस्कार हैन। अब चाहिँ आज चाहिँ मैले यो टिकटक बनाएको चाहिँ किन हो भनेपछि हैन, आज हामी यहाँ चाहिँ हामी 4 जना साथीहरू सुत्थ्यौँ, सबै घर गइसक्यो। अनि त्यसपछि आज म मात्रै छु। अनि साथीको चाहिँ अब आज लास्ट साथी एकजना भइसक्यो। अनि उहाँको चाहिँ लगेज यताउता गर्दाखेरि फोहोर हुनुभएको थियो। अनि त्यसपछि मैले आफ्नो रुम आफै सफा गर्नुपर्छ भनेर, सफा गर्ने खास मान्छे त आइसिन्छ, तैपनि आफ्नो रुम आफै सफा गर्नुपर्छ भनेर सफा गर्दैछु। अब यहाँ एक्लै सुत्न त मलाई डर लाग्छ, तैपनि सुतिहाल्छु। म मोबाइल हेर्दा हेर्दा निन्द लागिहाल्छ। यस्तै हो हजुर। अब म पनि अब घर त जानुपर्ने हो। अब कहिले हुन्छ, अब कहिले जान्छु भन्ने कुरा। चाहना मनमा उडाइ ल्यायो कि आवारा मौसमले, चाहना मनमा उडाइ ल्यायो कि आवारा मौसमले। यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले। यो पल पलको आवाज हो, टिक्दैन कोही यहाँ। उडायो हावाले यो मन, उडायो हावाले, उडायो हावाले यो मन, उडायो हावाले। गुन्जने यो आवाजको भावना छ बेग्लै। सुस्तरी बोला है, नबुझ्ने छैनन् कोही। बहाना मनमा बढाइ ल्यायो कि आवारा यो पलले। यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले। यो पल पलको आवाज हो, टिक्दैन कोही यहाँ।